स्कुलमा चाहिँ डान्स गरिन्थ्यो बेस्ट डान्सरको अवार्ड पनि धेरै पाइयो तर अब अहिले चाहिँ कम्मर भाँचिँदैन फेरि गाह्रो छ अहिले चाहिँ कास्टको हिसाबले पुरानो पुस्ताको कुरा भयो यो चाहिँ पहिलाको जमानाको अब 21st सेन्चुरीमा आइसक्यो नयाँ परिवर्तन समय परिवर्तन भइसक्यो अलिकति सोच पनि परिवर्तन गर्ने हो कि जस्तो लाग्छ पुरानो कथाहरू सुन्दाखेरि आमा दिदी बहिनीहरू चाहिँ एउटै चौतारीमा बसेर गफ गर्थे रे भन्ने एउटा सुनेको थिएँ मैले चाहिँ अहिले हामीले यसो हेर्दाखेरि चाहिँ मगर कल्चर गुरुङ कल्चर यो नेवारी कल्चर यो यिनीहरूले नै हाम्रो कल्चर धानेको रहेछ जस्तो मलाई त्यस्तो फिल भयो मान्छे जहाँबाट आयो त्यही फर्किन्छ भन्छ नि माटोको मान्छे माटोमै फर्किन्छ भन्छ नि मरेपछि हजुरको चार्टर अकाउन्टेन्ट पढ्नको लागि फी सुध तिरेर इनिसियल डिपोजिट गरेर ओभरनाइट मैले डिसिजन गरेँ म अस्ट्रेलिया आउँछु भनेर अलिअलि कहिले कहिले आँसु पनि आयो कि अस्ट्रेलियाको फर्स्ट दिनमा चाहिँ बाथरुममा एक्लै पनि रोइयो योर कम्पेनियन अवे फ्रम होम भन्ने एउटा इभेन्ट लिएर आउँदैछु मैले इन्टरनेसनल स्टुडेन्ट्सहरूको लागि एउटा प्लेटफर्म बनाउँदैछु सिग्नेचर इभेन्ट जस्तो पनि हुन्छ होला नारीहरूलाई चाहिँ अलिकति दमन गरिने सोच चाहिँ आई थिङ्क त्यो अझै पनि छ कतै न कतै छ मुख्य उद्देश्य किरण चाहिँ यसलाई चाहिँ अब सिम्पल रूपमा भन्दाखेरि वुमेन इम्पावरमेन्ट एनआरएनए भनेको के हो यसले के गर्छ र यो कसको लागि हो सायदै हामीले जागरुक अरू नारीहरूलाई कलेक्ट गर्न सक्छौँ कि अहिले हामी एकचोटि स्क्रिनमा हेरेर मम्मीलाई पनि सम्झौँ चाहिँ हामी मम्मीकै लागि चाहिँ हामी प्रस्तुत गर्छौँ है त तपाईँमा चाहिँ त्यो गीत गाउने कला छ कि छैन होला गीत गाउने त छैन होला गीत गाउने छ भने एक लाइन दुई लाइन यसो मम्मीको गीत गुनगुनाउन सक्नुहुन्छ कालेमा काले रहिछौ नि माया कालेमा काले रहिछौ नि माया सालै जो झुकेर बोलायो Marai Global Education and Visa Services, Brisbane. Multi-dynamic real estate Fitzgibbon. Nepal trip for your trekking adventures. Pledge Legal. कानुनी सेवा आफ्नै भाषामा. Ismail Quality Meats, Logan Central Plaza. Fewa Foods Dulundela, your local Nepali grocery. कुराकानी पडकास्ट नेपाली कथा नेपालीलाई अस्ट्रेलियामा नमस्कार म किरण खनाल सिटी भिजन टिभी अस्ट्रेलियाबाट अहिले हामी छौँ कुराकानी पोडकास्टमा हामीसँग हुनुहुन्छ एनआरएनए अस्ट्रेलियाकी क्विन्सल्यान्ड वुमेन कोअर्डिनेटर सजिना मगर आउनुहोस् उहाँलाई हामी यो कुराकानी पोडकास्टमा स्वागत गरौँ नमस्ते सजिना नमस्ते थ्याङ्क यू सो मच किरणजी फर योर कस्तो छ हालखबर कति बिजी हुनुहुन्छ ठिकै छ बिजी यस्तै यस्तै छ अस्ट्रेलियन लाइफ सेम हो हजुर थियो अस्ट्रेलिया के उद्देश्यले आउनुभएको थियो उद्देश्य त सिधा रूपमा भन्दाखेरि भविष्य बनाउन होला सायद अलिकति एडभेन्चर पनि खोजेर होला त्यो बेलामा के रहेछ विदेश सबैले अलिकति हाइप छ नि त नेपालमा अभियसली विदेश जाने चलन छ चल्ती चलनमा आइरहेको के चाहिँ रहेछ त विदेश भनेर हेर्नलाई पनि होला सो त्यसरी नै आइयो यहाँसम्म पुग्यो त्यही नै छ अनि तपाईँ के विषय पढ्नको लागि आउनुभएको थियो म चाहिँ ब्याचलर अफ नर्सिङ पढ्न आइयो सो रेजिस्टर्ड नर्स टेक्निकली आरएन कहिले आउनुभएको थियो 2019 को एन्ट्री हो ए 19 मा मात्रै आउनुभएको हजुर 19 को एन्ट्री अनि कसरी चाहिँ यहाँ आफ्नो प्यारेन्ट्सहरूलाई यसरी आउनलाई कन्भिन्स गर्नु पर्यो कि परेन कि के पर्यो अस्ट्रेलिया आउन अफकोर्स यसमा त अलिकति फन्नी छ है मेरो सिनारियो चाहिँ म खासमा नेपालमा चार्टर्ड अकाउन्टेन्ट पढ्न चाहन्थेँ सो मैले इनरोल पनि गरेँ कलेजमा हो हजुरको चार्टर्ड अकाउन्टेन्ट पढ्नको लागि फी सुध तिरेर इनिसियल डिपोजिट गरेर ओभरनाइट मैले डिसिजन गरेँ म अस्ट्रेलिया आउँछु भनेर सो धेरै टाइम लागेन मम्मी बाबालाई भन्नुलाई चाहिँ त्यही दिन नै मैले भने मम्मी बाबा आई वान्ट टु गो टु अस्ट्रेलिया जानु पर्ला जस्तो मेबी चार्टर्ड अकाउन्टेन्ट फेरि सोचौँला तर मेबी अस्ट्रेलिया नै जानुपर्छ भने एकै दिनमा भनियो नेक्स्ट डे फेरि पिटी थर्ड डेमा पिटी जोइन गरिहाल्यो ए हजुर अनि अस्ट्रेलिया आउनुभयो अनि यहाँको चाहिँ ब्याचलर इन नर्सिङ गर्नुभयो हजुर त्यसपछि अहिले तपाईँ रजिस्टर्ड नर्स हजुर अहिले चाहिँ म रेजिस्टर्ड नर्स प्लस रियल एस्टेट एजेन्ट सो फुल टाइम नर्सिङ गर्थेँ अलिक बार अगाडिसम्म अहिले चाहिँ फुल टाइम रियल एस्टेट गर्छु अनि पार्ट टाइम लाइक क्याजुअल नर्सिङ क्याजुअल नर्स अब तपाईँ यसो हेर्दा त अब रजिस्टर्ड नर्स रियल इस्टेट अनि यो वुमेन कोअर्डिनेटर अनि यो तीनटा कामलाई कसरी अर्गनाइज गर्नुहुन्छ कसरी मिलाइरहनु भएको छ
मिल्दो रहेछ किरणजी मिल्दो रहेछ कसरी कसरी होइन मिलाएपछि जे पनि मिल्छ सो अलिकति टाइट चाहिँ छ तर आई थिङ्क आइभ अलवेज बिन द्याट काइन्ड अफ पर्सन आई वान्ट टु बी बिजी हुन्छ नि अब आफ्नो क्यालेन्डर चाहिँ एभ्री टाइम फुल होस् भन्ने खालको एउटा नि सो त्यो कारणले तिनवटा कुरा मिक्स गर्दाखेरि पनि खासै क्यालेन्डर फुल भएको जस्तो चाहिँ लाग्दैन अझै केही कुराहरू थप्नुपर्छ कि जस्तो लाग्छ ओके अब तपाईँ अब यहाँको क्विन्सल्यान्डको वुमन कोअर्डिनेटर है एनआरएनएको हजुर यसलाई चाहिँ मलाई अलिकति सोध्नु मन लाग्यो यो नारी कुञ्ज र यो एउटै हो कि डिफ्रेन्स हो यो चाहिँ हामी एउटै नै भनौँ हाम्रो सो स्टेटको एउटा कमिटी हुन्छ स्टेटभित्रको ब्रान्च चाहिँ हो वुमेनको ब्रान्च नारी निकुञ्ज ए भन्दाखेरि तपाईँलाई नारी कुञ्ज कि क्विन्सल्यान्डको कोअर्डिनेटर भन्ने कि एनआरएनएको क्विन्सल्यान्ड वुमेन कोअर्डिनेटर भन्ने के भन्दा यसमा चाहिँ एनआरएनए अस्ट्रेलिया क्विन्सल्यान्डको वुमेन कोअर्डिनेटर किनभने हाम्रो क्विन्सल्यान्ड स्टेटकै कोअर्डिनेटर अर्को पनि पोस्ट छ मभन्दा माथि हुनुहुन्छ जो हाम्रो अतुल खड्का जी हुनुहुन्छ अहिलेको कोअर्डिनेटर क्विन्सल्यान्डको लागि सो त्यो डिफ्रेन्ट पोस्ट भयो त्योभन्दा तलको हाँगा फेरि ब्रान्च चाहिँ भयो ब्रान्च चाहिँ तपाईँको हजुर तपाईँहरूको जब डिस्क्रिप्सन त होला होइन अब केसम्म के गर्छ त अब तपाईँको यो नारी यो के अरे वुमेन कोअर्डिनेटर भएर के काम चाहिँ के हो यसको मुख्य उद्देश्य चाहिँ बताउनुहोस् त मुख्य उद्देश्य किरण चाहिँ यसलाई चाहिँ अब सिम्पल रूपमा भन्दाखेरि वुमेन इम्पावरमेन्ट अभियसली हाम्रो अब जो गैर आवासीय नेपाली मध्येमा पनि नारीहरू जो पढ्नुहुन्छ उहाँहरूलाई हामी कसरी समेट्न सक्छौँ एउटै सर्कलमा कसरी ल्याउन सक्छौँ उहाँलाई इम्पावर गर्ने प्लस अब हेल्थ भयो एजुकेसन सेक्टर भयो कम्युनिटीको सेक्टर भयो हरेक सेक्टरमा चाहिँ नै हाम्रो वुमेनहरूलाई कसरी अगाडि बढाउन सक्छौँ सो मेनली वुमेनको बिहाफमा चाहिँ हामी एक्ट गर्छौँ किनभने हाम्रो स्टेटको छुट्टै बडी त छँदैछ त्यो एउटा स्टेटलाई हेर्नको लागि नर्मल वुमेन मेन किड्स सबैजनालाई हेर्नको लागि छँदैछ तर वुमेन को डिपार्टमेन्टले चाहिँ अब अभियसली वुमेनलाई नै अगाडि बढाउने हाम्रो चाहिँ पहल हुने भयो यो अहिले हाम्रो नेपालबाट चाहिँ सानो अब 18 ओभरकै भनौँ है भर्खरको टिनेज बच्चाहरू आइरहेको छ यहाँ धेरै किसिमको समस्याहरू अहिले देखिन्छ अस्ट्रेलियामा विशेष गरेर तपाईँ वुमन कोअर्डिनेटरको हिसाबले त्यो समस्यामा कति नजिकसम्म पुगेर उनीहरूको समस्याहरू बुझ्नुभएको छ थाहा छ अब यो विषयमा चाहिँ अभियसली मैले एकलले भन्दा पनि हाम्रो कमिटी अभियसली हाम्रो होल क्विन्सल्यान्ड कमिटी नै अब एकजुट भएर हामी यसमा चाहिँ हेर्ने गर्छौँ होइन हेर्छौँ पनि तर अभियसली अब अलिकति खुलाउनु पर्दाखेरि चाहिँ म एनआरएनएमा संलग्न भएको धेरै भएको छैन जस्ट यही हो मेरो फर्स्ट टेन्योर योभन्दा पहिला मलाई एनआरएनको विषयमा त्यस्तो धेरै पनि थाहा थिएन सो अहिले आइपुग्दाखेरि चाहिँ मैले हल्का फुल्का पहिल्यैदेखि अपडेट्सहरू चाहिँ लिइरहेको हुन्थेँ के भइरहेको छ हाम्रो कम्युनिटीमा हुन्छ नि आफूले पनि गएर केही गर्न पाएदेखि उहाँलाई हेल्प गर्न पाएदेखि चाहिँ अलिकति आफूले नै नजिकबाट उहाँलाई हेल्प गर्न पाएदेखि चाहिँ अलिकति आफूलाई पनि राहत हुन्थ्यो कि आफूलाई मनमा नै गर्ने एउटा हबी जस्तो सो त्यो चाहिँ थियो टिमले गर्छ भन्नुभयो होइन टिमले अब हजुर मैले पहिल्यैदेखि अपडेट्सहरू चाहिँ लिइरहेको हुन्थेँ तर अब चाहिँ कसरी हेल्प गर्ने भने एक्लैले गएर त हेल्प गर्न सकिँदैन नि त तर अब एउटा संस्थागत तपाईँ यो पोजिसनमा भयो कति भयो महिना भयो होला केही महिना 2025 को त इलेक्सनदेखि आएको ए भनेपछि फर्स्ट इभेन्ट थियो मेरो अस्ति भनेपछि अलमोस्ट 6 मन्थ त भइसक्यो नि अलमोस्ट 6 मन्थ चाहिँ भइसक्यो अब यो समस्या त अब छ नै होइन सबैको समस्या अब एकै किसिमको हुँदैन डिफ्रेन्स हुन्छ होइन अब कहिले चाहिँ यहाँ अब हाम्रो कति स्विमिङमा होइन अब बिचमा गएर कतिजनाको ज्यान गइरहेको छ कति चाहिँ डोमेस्टिक भाइलेन्स पनि भइरहेको छ कोही मेन्टल हेल्थ छ होइन धेरै किसिमको समस्याहरू छ तपाईँ कोअर्डिनेटरको एज अ कोअर्डिनेटरको हिसाबले चाहिँ यो केटा र केटीमा चाहिँ बढी कसको छ भने तपाईँले त्यसरी हेर्नु भएको छ त्यसरी त हेरेको छैन किरणजी तर अभियसली दुवै साइडको समस्याहरू उस्तै नै छ होला तर त्यसमा पनि सायदै वुमेनहरूलाई अलिकति बढी समस्या छ कि किनभने हाम्रो पहिल्यैदेखि आइरहेको यो चाहिँ जुन एउटा ब्याक अफ द हेड जति नै हामीले एजुकेसन दिए पनि कम्युनिटीलाई सायदै त्यो एउटा सोच हुन्छ नि नारीहरूलाई चाहिँ अलिकति दमन गरिने सोच चाहिँ आई थिङ्क त्यो अझै पनि छ कतै न कतै छ सो त्यो हिसाबले हेऱ्यो भने चाहिँ आई थिङ्क वुमेनहरू अलिकति बढी सफर गरिराख्नु भएको छ कि जस्तो लाग्छ यसमा चाहिँ तपाईको चाहिँ यो वुमन कोअर्डिनेटर भन्नुभयो तपाईहरुको छुट्टै अकाउन्ट हुन्छ यो फन्ड हुन्छ तपाईहरुसित हुँदैन यो चाहिँ हामी एउटै क्विन्सल्यान्डकै संघबाटै एउटै संघबाट हुन्छ यो तपाईहरुको सेपरेट चाहिँ अकाउन्ट त्यस्तो हुँदैन सेपरेट अहिलेसम्म चाहिँ छैन ए हजुर भनेपछि तपाईले यहाँ भएको समस्याहरू जस्तो
अहिले त पछि आउँछु म अहिले जस्तो यहाँ भइरहेको समस्याहरूको बारेमा तपाईँले रिपोर्टिङ गर्नु पर्यो भने चाहिँ कहाँ कसलाई गर्नुहुन्छ यो वुमन कोअर्डिनेटर सिडनीमा छुट्टै मेन चेयरपर्सन हुनुहुन्छ होला त्यसलाई गर्नुहुन्छ कि यहाँ स्टेटमा गर्नुहुन्छ कि कसरी जान्छ तपाईँहरूको के छ यसको प्रोसेस चाहिँ यो यसको चाहिँ अब केही हजुरले मानिलिउँ हजुरले मलाई समस्या लिएर आउनुभयो नारी सम्बन्धी नै केही समस्या वुमेनहरू अब सायद केही डोमेस्टिक भाइलेन्समा पर्नु भएको थियो सो त्यो समस्या लिएर हजुरले मलाई आउनुभएपछि म पहिला जान्छु हाम्रो स्टेट कोअर्डिनेटर हाम्रो अतुल खड्का जी हुनुहुन्छ उहाँकोमा जान्छु उहाँ गएपछि चाहिँ अनि त्यसपछि म हाम्रो नारी निकुञ्जको हेड हुनुहुन्छ उहाँ चाहिँ साउथ अस्ट्रेलियामा हुनुहुन्छ अहिलेको होल अस्ट्रेलियाको नारी निकुञ्जको कोअर्डिनेटर रिजनु दिदी हुनुहुन्छ उहाँको छेउमा प्रब्लम लग्छु त्यसपछि फेरि उहाँले सायद अझै माथि एनआरएनए अस्ट्रेलिया जो हाम्रो हेड हुनुहुन्छ सन्तोष कुँवरजी उहाँसँग सायद उहाँले पुऱ्याउनुहुन्छ रिज्नु अधिकारी उहाँ चाहिँ अस्ट्रेलियाकै नारी निकुञ्जको कोअर्डिनेटर हुनुहुन्छ हरेक स्टेटमा एक एकजना हुनुहुन्छ त्यसमाथि पनि टप रिज्नु उहाँ चाहिँ अब अहिलेको नारी निकुञ्जको हेड अस्ट्रेलियामा बस्ने भनौँ न वुमेनहरू चाहिँ त्यति यो एनआरएनको उमा चाहिँ एक्टिभली आउनु भएको छैन होइन कम्युनिटीमा एक्टिभली आउनु भएको छैन त्यो चाहिँ किन आउनु भएको छैन तपाईँ के भन्नुहुन्छ यसमा यसमा सायद अवेरनेस नभएर होला जस्तो कि म आफैलाई पनि हेर्छु आजभन्दा 2-3 वर्ष अगाडि फर्केर हेर्दाखेरि मलाई एनआरएनएको बारेमा पनि थाहा थिएन एनआरएनए भन्ने संस्था छ भनेर पनि मलाई थाहा थिएन सो त्यस्तो खालको धेरै वुमेनहरू त्यहाँ हुनुहुन्छ होला कम्युनिटीमा समाजमा लुकेर बस्नु भएको छ होला उहाँलाई एनआरएनए जस्तो संस्था पनि छ जसले चाहिँ उहाँहरूलाई एउटा प्लेटफर्म दिन्छ यदि उहाँहरूलाई चाहिँ इच्छा छ कम्युनिटीलाई केही सर्भिस दिने इच्छा छ भने चाहिँ उहाँलाई हेल्प आउट गर्ने हेल्पिङ ह्यान्ड पनि छ भनेर सायद उहाँलाई थाहा छैन होला सो त्यसैको लागि नै अवेरनेस प्रोग्रामहरू गर्नुपर्छ होला सायद हामीले फर्स्ट अफ अल टु स्टार्ट विथ एनआरएनए भनेको के हो यसले के गर्छ र यो कसको लागि हो भनेर चाहिँ हामीले जनचेतना फैलाउन सक्यो भने चाहिँ सायदै हामीले जागरुक अरू नारीहरूलाई कलेक्ट गर्न सक्छौँ कि जस्तो कि मैले थाहा पाएँ अनि म आएँ कि ओके यस्तो खालको प्लेटफर्म पनि रहेछ सायद यो होला मेरो स्टार्टिङ पोइन्ट यहाँबाट मैले गर्न खोजेको कम्युनिटीलाई दिन खोजेको कुराहरू चाहिँ मैले दिन सक्छु होला भनेर म आएँ नि त सो यस्तै खालको चाहिँ हामीले हाम्रो आवाजहरू चाहिँ 1 गर्दै 2 गर्दै 3 4 गर्दै 10 गरेर 15-20 घर 100 घर गर्दै जानेको कुराहरू कम्युनिटीमा सेयर गर्नुस् हैन कम्युनिटीमा सेयर गर्नुस् जस्तो कि मैले हजुर हामीले आज कुरा गर्यौं हाम्रो यो टिभीबाट 100 जनाले हेरिराख्नु भएको छ सो उहाँ 100 जनाले चाहिँ अर्को 100 जनालाई मुखैले एनआरएनए भन्ने पनि संस्था छ है यस्तो यस्तो छ हजुरहरूलाई चाहिँ इच्छा छ भने आफ्नो कम्युनिटीलाई के गर्नु मन छ भने चाहिँ यो संस्थाबाट चाहिँ हजुरहरूले धेरै कुराहरू आई थिंक यु क्यान गेन भनेर हजुरले वर्ड अफ माउथ मात्रै छोडिदिनु भयो भने सायद त्यसरी हामी धेरै अगाडि बढ्न सक्छौं अब यो अस्ति भर्खर यो इन्टरनेशनल वुमेन डे गयो हैन त्यसमा चाहिँ तपाईले एउटा सानो प्रोग्राम पनि राख्नु भएको थियो हैन अब त्यसमा चाहिँ तपाईहरुको कस्तो किसिमको छलफल भयो अनि त्यसबाट चाहिँ फिडब्याक के आयो त्यो अलिकति सुनाउनुस् न सो बेसिकली हाम्रो इन्टरनेशनल वुमेन्स डेको लागि चाहिँ ओपन माइक नाइट भएको थियो ओपन माइक नाइट अभियसली टाइटल्ड एज नारी हर स्टोरी हर स्टेज भनेर टाइटल गरेको थियौँ हामीले ताकि यो इभेन्टको चाहिँ होल मोटिभ नै हाम्रो जति पनि यङ या त जति पनि मिडल एज जो पनि हुनुहुन्छ वुमेन क्याटेगोरीमा पर्ने हाम्रो कम्युनिटीमा हुनुभएको सबैजनालाई एकै ठाउँमा एकीकृत गरेर एउटै रुममा जम्मा गरेर उहाँहरूको कथाहरू व्यथाहरू सुन्ने उहाँहरू प्रोफेसनल स्पिकर हुनु पर्दैन थियो अभियसली क्राइटेरिया त्यस्तो थिएन उहाँ अब हाई लेभलमा गएको सक्सेसफुल भइसकेको हुनुपर्ने भन्ने त्यस्तो पनि थिएन जस्ट सामान्य हजुर हामी जस्तै जो नर्मली काम गर्ने घर आउने होइन केही त्यस्तो नभएको लाइफमा उहाँहरूको पनि हामी कहानी सुन्छौँ भनेर चाहिँ हामीले त्यो मोटिभले यो बनायौँ सो धेरैजना अपफ्रन्ट पनि आइदिनु भयो किनभने यस्तो खालको इभेन्ट अभियसली पहिला भएको थिएन जहाँसम्म मलाई थाहा छ जसलाई चाहिँ नारीलाई मात्र फोकस गरेर उहाँलाई एउटा प्लेटफर्म दिने जहाँ चाहिँ उहाँहरू आएर भलाकुसारी गर्ने हाम्रो जुन पहिलाको समयमा चाहिँ अब पुरानो कथाहरू सुन्दाखेरि आमा दिदी बहिनीहरू चाहिँ एउटै चौतारीमा बसेर गफ गर्थे रे भन्ने एउटा सुनेको थिएँ मैले चाहिँ हाम्रो आमाहरूबाट सो त्यही थिमलाई चाहिँ अलिकति मोडर्नाइज गरेर नारी हर स्टोरी हर स्टेज एउटा प्लेटफर्म हामी दिन्छौँ आउनुहोस् गफ गरौँ सल्लाह गरौँ भनेर चाहिँ नि हामीले बोलायौँ अनि धेरैजना भोलिन्टियर गरेर पनि आउनुभयो सबैजनाले आफ्नो कहानी सुनाउनु भयो कसैको कहानी सक्सेस स्टोरी पनि थियो कसैको दुःख भरेको कहानीहरू पनि थियो दुःखबाट कसरी सुखमा आइयो भन्ने पनि थियो एज अ वुमेन उहाँहरूको स्ट्रगल इन द कम्युनिटी सो थिम चाहिँ टोटली उहाँले
उहाँले जसरी स्टोरी भन्नुभयो पनि आखिरमा चाहिँ त्यो टिम चाहिँ आएर एज अ नारी मैले कसरी स्ट्रगल गरेर यहाँसम्म पुगेँ भन्ने खालको थियो सो फिडब्याक अनुसार चाहिँ यस्तो खालको इभेन्टहरू अभियसली भविष्यमा अझै धेरै गर्नुपर्छ भनेर मलाई धेरै फिडब्याकहरू दिनुभयो सो थ्याङ्क यू सो मच टु एभ्री वान फर द्याट म यही प्लेटफर्मबाट पनि भन्न चाहेँ अनि त्यसमाथि पनि हाम्रो त्यो इभेन्टमा चाहिँ प्रायः सबैजनाको अब सक्सेस स्टोरीलाई नै अलिकति हाइलाइट गरेको हो कि जस्तो पनि फिडब्याक मैले पाएँ सो त्यो फिडब्याक अनुसार चाहिँ नेक्स्ट खालको इभेन्टहरूमा चाहिँ सायद लिभड एक्सपिरियन्सबाट आउनुभएकोहरूलाई पनि अगाडि बढाउनु पर्छ होला जसले चाहिँ यस्तो खालको कहानीहरू आफैले पर्सनली भोग्नु भएको छ जुन हामीले यो क्रिमिनल स्टोरीहरू सुन्छौँ यतात्यता सुन्छौँ त्यो त हामीले सुनेको मात्रै छ भोगेको त पक्कै पनि छैन र जो चाहिँ उहाँहरूले अलरेडी भोगिसक्नु भएको छ उहाँहरूकै मुखारबिन्दुबाट चाहिँ कस्तो हुँदो रहेछ त्यहाँबाट त्यसरी त्यो स्ट्रगलबाट सर्भाइभ गर्दाखेरि चाहिँ कसरी हजुरको एक्सपिरियन्स चाहिँ कस्तो हुँदो रहेछ भन्ने खालको यस्तो खालको प्लेटफर्म पनि बनाउँ न भनेर धेरै फिडब्याकहरू दिनुभयो सो त्यसमा चाहिँ वर्किङ इन्टु इट सो कमिङ सुन आई गेस ओके त्यसो के रिपोर्ट बनाउनु हुन्छ कि के हुन्छ अब त्यो सबैको कलेक्सन गरेर रिपोर्ट लेख्ने के त्यस्तो छ तपाईँहरूको रिपोर्ट लेख्ने भन्दा पनि अब यसलाई डकुमेन्टरी जसरी हामी अब अहिलेको जमानामा हजुर सोसियल मिडिया इज अन द हाइप अभियसली अहिलेको जमानामा जे हो क्यामेरा नै हो सो क्यामेराको थ्रुबाट क्याप्चर गरेर उहाँहरूलाई चाहिँ उहाँहरूको यो स्टोरी चाहिँ हामी अभियसली एनआरएनएको यो चाहिँ एउटा हिस्ट्री इन द मेकिङ जस्तो भनौँ न सो अबको 10 वर्षपछि हेर्दाखेरि चाहिँ 2026 को यो कार्यक्रममा चाहिँ उहाँहरू बोल्नु भएको थियो भनेर पक्कै पनि उहाँहरू चाहिँ हुनुहुनेछ तपाईँले त्यहाँ आउँदाखेरि चाहिँ तपाईँले कस्तो त्यहाँ त डिफ्रेन्स पर्सनालिटीहरू आउनु भएको थियो होइन पक्कै पनि हजुर त्यो जुन गेस्टको रूपमा आउनु भएको थियो नि उहाँहरूको भनाइ चाहिँ के थियो अभियसली उहाँहरूको धेरै पोजिटिभ फिडब्याक टु स्टार्ट विथ किनभने यो पहिलो पहल थियो पहिलो पहलमा पनि धेरै टर्नआउट राम्रो भएको थियो हाम्रो लगभग आई थिङ्क 50 जना चाहिँ टर्नअप हुनु भएको थियो सो उहाँहरूको अलिकति ब्याकग्राउन्ड दिँदाखेरि चाहिँ जो हाम्रो गेस्ट स्पिकर हुनुहुन्थ्यो हाम्रो 6 जना गेस्ट स्पिकर हुनुहुन्थ्यो एभ्री वान लोकली फ्रम ब्रिस्बेन एकजना चाहिँ गोल्ड कोस्टबाट आउनु भएको थियो सो उहाँहरूको ब्याकग्राउन्ड पनि कम्प्लिटली डिफ्रेन्ट कोही नर्सिङ ब्याकग्राउन्डबाट आउनु भएको थियो कोही इन्जिनियर हुनुहुन्थ्यो कोही चाहिँ हाम्रो अकाउन्टिङ ब्याकग्राउन्डबाट आउनु भएको थियो So some of them also came from के भन्छ इस्टाब्लिसिङ देयर ओन बिजनेस उहाँहरू अलरेडी एउटा बिजनेस इस्टाब्लिस गरेर पनि आउनु भएको त्यस्तोहरू पनि त्यो रियल स्टेट लयरहरू चाहिँ आउनु भएन लयरहरू चाहिँ ठ्याक्कै हजुर लयरहरू चाहिँ आउनु भएन यसपालि मैले अप्रोच चाहिँ पक्कै पनि गरेको थिएँ तर अभियसली टाइमको बन्दीले गर्दाखेरि उहाँहरू आउनु सक्नु भएन तर अरू ब्याकग्राउन्डको चाहिँ लगभग हामीले समेट्न सक्यौँ तर फ्युचरमा अभियसली त्योभन्दा पनि धेरै समेट्न सक्छौँ भन्ने आशा छ तर उहाँहरूको चाहिँ अब अभियसली सक्सेस स्टोरी टाइपको उहाँहरूले चाहिँ अब कसरी अस्ट्रेलिया 10-15 वर्ष अगाडि अस्ट्रेलिया आएर विथ नथिङ नो क्वालिफिकेसन नो स्टडी क्वालिफिकेसन नो वर्क एक्सपिरियन्स नथिङ आएर स्क्रचबाट चाहिँ कसरी सुरु गरेर आज उहाँहरू त्यो पोजिसनमा हुनुहुन्छ रेस्पेक्टेबल पोजिसनमा हुनुहुन्छ कसरी त्यहाँसम्म पुग्नुभयो त्यो चाहिँ उहाँले सुनाउनु भयो तपाईँ आफै पनि इन्टरनेसनल स्टुडेन्ट भएर बस्नुभयो अहिले यहाँको चाहिँ अब होइन अब अहिले चाहिँ आफू सेटल हुनुभएको छ हुन्छ नि इन्टरनेसनल स्टुडेन्ट हुँदाखेरि जसरी स्ट्रगल भइरहेको हुन्छ नि त्यसलाई चाहिँ कसरी व्यक्त गर्नुहुन्छ तपाईँ सजिलो थियो गाह्रो थियो कसरी अभियसली गाह्रो थियो होला अहिले फर्केर हेर्दाखेरि चाहिँ गाह्रो थियो तर जब त्यो टाइममा आफू जाँदाखेरि चाहिँ जस्तो गाह्रो लाग्दैन रहेछ जब आफूले एक्सपिरियन्स गरिरहेको हुन्छ त्यतिखेर चाहिँ केही जस्तो पनि लागेन यस्तै रहेछ अस्ट्रेलिया लाइफ यस्तै रहेछ विदेशी लाइफ भनेकै यही रहेछ जस्तो लाग्थ्यो तर अहिले हेर्दाखेरि अहिले फर्केर हेर्दाखेरि चाहिँ मैले कसरी त्यो दिनहरू मैले कसरी कटाएछु भनेर आफूलाई पनि क्वेसन गर्नु मन लाग्छ है सो त्यस्तो खालको हुँदो रहेछ स्ट्रगल आफ्नै खालको स्ट्रगलहरू थियो त्यतिखेर कोभिड पनि थियो ठ्याक्कै 2019मा म आएको केही समयमै कोभिड लाग्यो सो कोभिडले गर्दाखेरि अब अलिकति बाँच्ने हो कि मर्ने हो जस्तो पनि थियो तर त्यतिखेर अगेन एउटा की पोइन्ट चाहिँ मलाई एउटा हाइलाइट गर्नु मन लाग्यो अब नेपालमा भएको भए चाहिँ सायद मरिन्थ्यो कि धेरैजनाले ज्यान पनि गुमाउनु भयो हेल्थ सर्भिसेस टाइममा नपाएर अस्ट्रेलिया भएर चाहिँ सायद बाँचियो भन्ने खालको एउटा पनि छ त्यो चाहिँ कहिले बिर्सिँदिन होला अनि अर्को भनेको चाहिँ अब काम पढाइ ब्यालेन्स गर्दाखेरि स्ट्रगल त आफ्नै रूपमा थियो अब कहिले एक छाकले पनि टारियो डबल सिफ्टदेखि लिएर अब नाइट सिफ्ट गरेर डाइरेक्ट मर्निङ सिफ्टबाट डाइरेक्ट आफ्टरनुन सिफ्ट 12 आवर सिफ्टदेखि लिएर धेरै कुरा गऱ्यो क्यासमा काम गर्नेदेखि लिएर होइन अलिअलि कहिले कहिले आँसु पनि आयो कि
आँसु चाहिँ त्यस्तो बिचमा चाहिँ आएन टु बी अनेस्ट तर अस्ट्रेलिया आएको फर्स्ट दिनमा चाहिँ धेरै आयो अस्ट्रेलियाको फर्स्ट दिनमा चाहिँ बाथरुममा एक्लै पनि रोइयो एयरपोर्टमा चाहिँ रोइएन किनभने अब अभियसली मम्मी पापाको अगाडि त रुनु नमन लाग्ने अलिकति ब्रेभ जस्तो देखाउँ जस्तो लाग्ने तर त्यो अस्ट्रेलिया आएकै दिन चाहिँ बाथरुममा धेरै रोयो सायद त्यही नै होला फर्स्ट एन्ड लास्ट म रोएको अस्ट्रेलिया आयो भनेर त्यसपछि चाहिँ खासै रोएको चाहिँ याद आएन तपाईँलाई अब यो स्टुडेन्ट लाइफकै कुरा गरिरहेको छु मैले अहिले हजुर अब एउटा कुरा के भन्छ गुनासो हुन्छ कि अहिले आएको भाइ बहिनीहरूले चाहिँ हामीलाई एनआरएनहरू यिनीहरूले वास्तै गर्दैन हामी कति यो गर्छ कति प्रब्लम भइरहेको हुन्छ भन्छ त्यस्तो गुनासो तपाईँलाई जब आफू स्टुडेन्ट हुँदाखेरि चाहिँ त्यस्तो भएको भएन त्यो टर्म्समा चाहिँ अब यसको चाहिँ अब सबैको आफ्नो आफ्नो धारणा अब आफ्नो आफ्नो विचार हुन्छ कसरी बुझ्नुहुन्छ होइन तर आई थिङ्क अस्ट्रेलिया आएर एज अ इन्टरनेसनल स्टुडेन्ट हजुरहरूको स्ट्रगल मेरो स्ट्रगल र उहाँहरूको स्ट्रगल केही डिफ्रेन्ट छैन सो यसमा अब हामीले गर्ने सपोर्ट भनेको आई थिङ्क इट्स मोर अबाउट लिसनिङ टु देयर स्टोरिज उहाँको कहानीहरू सुनिदिने उहाँलाई रिएस्योर गरिदिने त्यतिसम्म हामी गर्न सक्छौँ त्यहाँदेखि उता त आई थिङ्क इट्स अ नर्मल स्ट्रगल फर एभ्री वान जस्तो लाग्छ मलाई चाहिँ अब हामीले गरेर आयो त्यसमा अरू के हजुरले हेल्प गर्न सक्नुहुन्छ अब एज अ संस्थागत रूपमा चाहिँ मैले आफैले पनि फर्केर हेर्दाखेरि त्यो टाइममा मलाई अरूले के हेल्प गर्न सक्थेँ त मेरो काम छँदै थियो काम गरेकै छु अब काम आफै जानु पर्यो अरूले गरिदिएर भएन खाना आफै बनाउनु पर्यो अरूले गरेर भएन सो के चाहिँ हेल्प गर्न सकिन्छ त भनेको चाहिँ अब अभियसली इमोसनल सपोर्ट मेन्टल वेलबिङको लागि चाहिँ मेन चाहिँ त्यो सपोर्ट सायद उहाँहरूले अलिकति नभेट्नु भएको हो कि जस्तो लाग्छ मलाई किनभने त्यतिखेर आफ्नो स्टोरी सुनिदिने कोही पनि थिएन अब गरेकै छ यसरी नै चल्ने रहेछ जस्तो लाग्थ्यो होइन अब साथीभाइहरू त हुन्थे तर पनि अलिकति जो अलरेडी त्यो स्टेजबाट पार भएर माथि गइसकेको छ उनीहरूले चाहिँ नि हुन्छ बहिनी तिमी चिन्ता नगर यस्तै नै हो यति गरेपछि यति तिम्रो यो दुःख कष्ट काटिसकेपछि चाहिँ यु रिच टु अ पोइन्ट वेयर आई एम राइट नाउ भनिदिने मान्छेहरू त्यतिखेर थिएनन् कि सायद त्यो चाहिँ मैले एक्सपिरियन्स गरेँ अदरवाइज अरू त हो त्यति बेला आउनेहरूको त अब हामी नै आउँदाखेरि नै हामी 8तिर आउँदाखेरि होइन अब त्यति बेला चाहिँ हामीलाई यसरी गाइड गर्ने मान्छे हुन्थेन कि जस्तो अब एयरपोर्टबाट जाने कहाँ हो अब जब कसरी गर्ने खोज्ने कसरी हो अब धेरै अब त्यो कुराहरू धेरै भयो अब अहिलेको बच्चाहरूलाई त्यो चाहिँ छैन तर त्यही पनि उनीहरूलाई अब अलिकति हामीलाई चाहिँ यो भएन ऊ भएन भन्ने कुराहरू अलिअलि भेट्दाखेरि त्यो सुनिन्छ त्यही भएर मैले तपाईँलाई सेयर गरेको लाई चाहिँ म अलिकति जोडेँ यसमा चाहिँ हाम्रो एज अ नारी निकुञ्जकै टिमबाट क्विन्सल्यान्डबाट चाहिँ साथी योर कम्पेनियन ओभरसिज या त योर कम्पेनियन अवे फ्रम होम भन्ने एउटा इभेन्ट लिएर आउँदैछु मैले हामीले लिएर आउँदैछौँ एज अ नारी निकुञ्ज सो यो इभेन्टको मेन मोटिभ भनेको चाहिँ जसरी हामीले नारी हर स्टोरी हर स्टेज भनेर चाहिँ नारीहरूको लागि एउटा सर्कल एउटा रुम बनाइदिउँ एउटा प्लेटफर्म बनाइदिउँ त्यसरी नै हामी इन्टरनेसनल स्टुडेन्ट्सहरूको लागि एउटा प्लेटफर्म बनाउँदैछौँ त्यसको नाम चाहिँ यो अलिकति सिग्नेचर इभेन्ट जस्तो पनि हुन्छ होला भनेको मतलब यो चाहिँ एकचोटिलाई मात्रै गरेर सकाएर नभएर कि यो इभेन्ट आउँदो दिनहरूमा पनि भइराख्नेछ यो चाहिँ कन्टिन्यू भइराख्नेछ आइदर एभ्री फ्यु मन्थ्स अर एभ्री फ्यु विक्स कसरी हुन्छ कसरी गर्न सकिन्छ सो साथी योर कम्पेनियन ओभरसिज भन्ने एउटा इभेन्ट गर्छौँ जहाँ चाहिँ हजुर हामी अब इन्टरनेसनल स्टुडेन्ट्सहरू भर्खर आएको छौँ भने या त इन्टरनेसनल स्टुडेन्ट्सकै फेजमा हुनुहुन्छ 3-4 वर्ष अगाडि आउनुभएको छ भने पनि युआर मोर देन वेलकम हजुरहरू आएर चाहिँ आफू जस्तै अरू साथीभाइहरूलाई भेटेर हजुरहरू नेटवर्किङ जस्तो पनि गर्ने आफ्नो एक्सपिरियन्सहरू सेयर गर्ने अनि जो हामी जस्तो छौँ हामी अब यस्तै हजुरहरू जस्तो जो चाहिँ अलरेडी त्यो फेजबाट पार भएर अहिले यो पोजिसनसम्म आइसकेका छौँ हामीले चाहिँ आफ्नो कहानी पनि सुनाउने ल है भाइ बहिनीहरू हामी यसरी यसरी आएको हामी तिमीहरूभन्दा फरक थिएनौँ सो यस्तो यस्तो हो भनेर चाहिँ उहाँलाई अलिकति सपोर्ट जस्तो पनि गराउने प्लस एजुकेसन पनि त्यहीँबाट दिने जस्तो कि यो पब्लिक अवेरनेसका कुराहरू भए यो यस्तो यस्तो ठाउँहरूमा चाहिँ जानु हुँदैन यस्तो यस्तो कुराहरू चाहिँ गर्नु हुँदैन भन्ने खालको कुराहरू पनि हामी त्यसबाट चाहिँ गर्न ट्राई गर्नेछौँ अघि तपाईँले भन्नुभयो सिग्नेचर प्रोग्रामभित्र पर्छ भने के हुन्छ यो वुमन डिपार्टमेन्टले चाहिँ के गर्छ वर्षमा यो गर्ने भन्ने छ प्लान छ त्यो हजुर सो सिग्नेचर इभेन्टमा अभियसली इन्टरनेसनल वुमेन्स डे परिहाल्यो हाम्रो त्यो चाहिँ एउटा गर्नै पर्ने इभेन्ट हो हजुर जुन भइसक्यो अनि अर्को भनेको हाम्रो तीज इभेन्ट तीज भनेको अब अभियसली त्यो त सधैँभरि गरिराख्नुपर्ने कार्यक्रम भयो सो त्यो दुइटा चाहिँ सिग्नेचर इभेन्टहरू हो नारी निकुञ्जको जहाँसम्म मलाई थाहा छ अभियसली मैले धेरै भुलचुकहरू गरिरहेको छु होला यहाँ बोल्नमा किनभने म आफै पनि भर्खर मात्रै संलग्न भएको एनआरएनमा तर त्योभन्दा बाहेक यो वर्षको क्यालेन्डरको लागि चाहिँ हामीले यो जुन फर्स्ट इभेन्ट गऱ्यौँ नारी हर स्टोरी हर स्टेज यो पछि साथी इभेन्ट जुन इन्टरनेसनल स्टुडेन्ट्सको लागि छ अनि त्यसपछि डोमेस्टिक
भाइलेन्सको लागि अवेरनेस प्रोग्राम हामीले त्यो पछि गर्नेछौँ जुन एजेन्डामा छ जुन क्यालेन्डरमा छ अनि त्यसपछि हामी स्पोर्ट्स इभेन्ट गर्नेछौँ त्यो पनि क्यालेन्डरमा छ र अर्को चाहिँ हाम्रो के आउँदैछ एउटा कन्फरेन्स जस्तो वुमेन इम्पावरमेन्टको लागि जो चाहिँ बिजनेसमा अग्रसर हुनुहुन्छ बिजनेसमा अग्रसर हुनुभएको नेपाली वुमेनहरूको लागि चाहिँ एउटा फोरम बनाउँदैछौँ कन्फरेन्स जस्तो त्यो नेक्स्ट आउँदैछ अनि त्यसपछि हाम्रो अलिकति यो सांसारिक कुराहरूभन्दा पनि बाहिर हाम्रो चाहिँ आध्यात्मिक कुराहरूमा पनि अलिकति हामीले फोकस गर्ने कि किनभने द्याट्स भेरी इम्पोर्टेन्ट फर मेन्टल वेलबिङ भन्ने हिसाबले आध्यात्मिक कुराहरूमा पनि अलिकति यो यङ जेनजी जेनेरेसनलाई चाहिँ कसरी आध्यात्मिकतातर्फ अलिकति बढाउने किनभने अब धेरै मोडर्नाइज भएर मान्छेहरू चाहिँ अलि धेरै डिप्रेसनमा गएको हो कि मेन्टल प्रब्लम अलिकति धेरै राइज भएको हो कि जस्तो लागेर सो हामीले चाहिँ अर्को अब भजन कीर्तनहरूमा चाहिँ अलिकति यङ जेनेरेसनलाई कसरी ल्याउने भनेर त्यो इभेन्टहरू पनि लाइनमा छ र अर्को भनेको अब मेडिटेसन वेलनेस प्रोग्रामहरू पनि लाइनमा छ अनि that's all comes towards bringing all of them together and helping them contribute towards their mental well-being. So this is खालको इभेन्टहरु चाहिँ छ तपाईको यो वुमन कोअर्डिनेटरको तपाईको आफ्नो के टिम हुन्छ के हुन्छ यसमा तपाई मात्र सिंगल हो कि तपाईको मेम्बरहरु हुन्छ के हुन्छ यसमा चाहिँ अब अलिकति फनी छ फनी भन्दा पनि स्याड छ यो चाहिँ किनभने अब अभियसली म नारी निकुञ्जको कोअर्डिनेटर हुँदै गर्दाखेरि मेरो पछाडि डेपुटी कोअर्डिनेटरहरू अनि ट्रेजरर सेक्रेटरीहरू हुनु पर्थ्यो मेम्बर्सहरू हुनु पर्थ्यो तर स्याडली हुनुहुन्न म मात्रै छु क्विन्सल्यान्डमा चाहिँ एज अ वुमेन कोअर्डिनेटर म छु मेरो पछाडि टिमहरू हुनुहुन्न तर नर्मल केसमा चाहिँ हुनुहुन्छ अरू स्टेटहरूमा जानुभयो भने चाहिँ सबैजनाको नारी निकुञ्ज भित्रै पनि आफ्नै छुट्टै टिम छ जुन चाहिँ that's also another part of my aim the reason for coming to NRNA अलिकति कसरी चाहिँ नारीहरूलाई यङ वुमेनहरूलाई जस्तो कि म जस्तो वुमेनहरूलाई चाहिँ कसरी राइज गर्न सकिन्छ उहाँहरूलाई पनि NRNA को बारेमा कसरी जनचेतना फैलाउन सकिन्छ एजुकेट गर्न सकिन्छ ताकि उहाँहरू पनि अग्रसर भएर हामीलाई हेल्प गर्नुहोस् हैन ताकि म एकल अब अभियसली म एक्लैले केही पनि गर्न सक्दिन म जस्तै अरु डुप्लिकेट हैन टिमहरु कसरी जेनेरेट गर्न सकिन्छ त्यसमा चाहिँ अब एकदमै लागि परेको छु अभियसली त्यसमा हजुर जस्तो सोशल मिडिया टिमहरुले पनि पक्कै पनि हेल्प गर्नुहुनेछ अलिकति जनचेतना फैलाउनको लागि सो त्यो चाहिँ वर्क अन प्रोग्रेस सो होपफुली नेक्स्ट इयर अब अहिले म एकल छु होपफुली नेक्स्ट इयर या त अबको 2 वर्षमा चाहिँ नारी निकुञ्जमा पनि 10 जनाको टिम होस् क्विन्सल्यान्डमा भनेको चाहिँ अब देख्न चाहन्छु अहिले नेपालमा जुन हालसालै त्यत्रो जेनजीहरुले जुन रिभोल्युसन नै गर्यो हैन नेपालमा ठुलो चेन्ज आयो इलेक्सन भयो अलि नयाँ यङ युथहरु आछ हैन गभर्नमेन्टमा तपाईले चाहिँ यसलाई चाहिँ अब आज अब तपाई पनि जेनजीको आराडीमा हुनुहुन्छ हजुर तपाईले यसलाई चाहिँ कसरी हेर्नुहुन्छ obviously it's a great motivation for everyone यो चाहिँ अलिकति शेकिङ मोमेन्ट होला जस्तो लाग्छ हामीलाई चाहिँ घण्टी बजे जस्तो दिमागमा हार्टमा सोलमा हैन अब चाहिँ परिवर्तनको समय आको हो कि यो चाहिँ अब नेपालमा मात्र नभएर अवश्य हामी त नेपाल भन्दा टाढा छौं आफ्नो मातृभूमि भन्दा टाढा छौं आफ्नो देशबाट टाढा हुँदाखेरि पनि हाम्रै दाजुभाइ दिदी बहिनीहरु जेनजीहरुलाई चाहिँ कसरी जगाउन सकिन्छ अब चाहिँ बेला हो कि जाग्ने समय हो कि भनेर चाहिँ अलिकति आफुलाई झुकझुक भएको जस्तो चाहिँ फिल भयो र यसलाई चाहिँ एनआरएनए कै कन्टेक्स्टमा भन्नु पर्दाखेरि पनि एनआरएनए मा पनि जेनजी युवा पुस्ताहरुले चाहिँ अब बढाउनु पर्छ भन्ने खालको एउटा एनर्जी एउटा भाइब्सहरु चाहिँ छुट्टै खालको क्रिएसन भएको छ सो लेट्स सी त्यो त छैन कुराकानी पोडकास्ट नेपाली कथा नेपालीलाई तपाईले यो कास्टको कुरा पनि अब यहाँ आएर पनि त कास्टको कुरा भइरहेछ हैन अब यसलाई अझै कसरी हेर्नुहुन्छ कास्टको कुरालाई पनि परिवर्तनको जरुरी छ सो यो चाहिँ अलिकति सागुरो सोचाइ भयो कि त्यही त सो कास्टको हिसाबले हेरेर चाहिँ अब यो धेरै पुरानो पुस्ताको कुरा भयो यो चाहिँ पहिलाको जमानाको अब 21st सेन्चुरीमा आइसक्यो नयाँ परिवर्तन समय परिवर्तन भइसक्यो अलिकति सोच पनि परिवर्तन गर्ने हो कि जस्तो लाग्छ सो तपाईको प्यारेन्ट्सले तपाई म गर हैन अब तपाईले अब डिफरेन्स कास्टसित गर्यो भने एग्री गर्ला हजुर हुनुहुन्छ होला सायद यो क्वेशन चाहिँ मैले आफै सोधेको चाहिँ छैन तर
सुड बी फाइन ओके नै हुनुहुन्छ होला जस्तो लाग्छ तर अगेन त्यसमा सम्झाइ बुझाइ गर्नुपर्ने आफ्नै तपाईँलाई चाहिँ मतलब छैन मतलब भन्नाले आफ्नै कास्ट चाहिन्छ भन्ने छैन नि तपाईँलाई छ हजुर त्यस्तो त छैन होला किनभने एनिथिङ इज फाइन इभन मल्टी कल्चरल मात्रै नभएर मल्टी कन्ट्री भनौँ अब इन्टरनेसनल अर्कै कन्ट्रीकै भए पनि कन्ट्री टु कन्ट्री डिफ्रेन्ट भए पनि आई थिङ्क इट सुड बी फाइन एज लङ एज उनीहरूको सोच मिल्छ उनीहरू चाहिँ लङ टर्मसम्म दे क्यान गो टुगेदर जस्तो लाग्छ भने किन आफ्नो कल्चर लाइक आफ्नै कास्ट हुनुपर्छ भन्ने छैन जस्तो लाग्छ ल अब अलिकति रमाइलो कुराकानी गरौँ अब हामी अलिकति तपाईँलाई अब स्याड मात्रै जस्तो भयो अलिकति के भने अब हामी रमाइलो कुरा भन्नाले तपाईँ गीत सङ्गीत यो चाहिँ कति मन पराउनुहुन्छ होइन अब त्यस्तो कस्तो खालको गीतहरू सुन्न मन पराउनुहुन्छ र तपाईँको मनपर्ने सिङ्गरहरूको हो एकचोटि हामीलाई सेयर गरिदिनुहुन्छ कि गीत सङ्गीतकै कुरा गर्दाखेरि चाहिँ म अलिकति पहिलाकै जमानाको मान्छे छु जस्तो लाग्छ मेरो उमेरको साथीहरूले चाहिँ अलि अर्कै खालको गीतहरू सुन्नुहुन्छ सो मलाई चाहिँ पुरानै गीतहरू मनपर्छ सो यसमा अलिकति एड गर्दाखेरि मेरो मम्मी जो हुनुहुन्छ उहाँ आफै पनि सिङ्गर हुनुहुन्छ उहाँले चाहिँ धेरै हाम्रो मगर कल्चरको गीतहरू निकाल्नु भएको छ जस्तो कि सालेजो गोइङ ब्याक टु टाइम गोइङ ब्याक अन टाइम सो सालेजो गीतहरू धेरै निकाल्नु भएको छ सो मम्मीले बच्चैदेखि सालेजो धेरै सुन्नुभएको कारणले गर्दाखेरि होला सालेजो एकदमै मनपर्ने मम्मीको नाम के भन्नुभयो लाली बुढाथोकी भनेपछि प्रोफेसनल सिङ्गरै हो हजुर प्रोफेसनल सिङ्गर उहाँले कन्ट्री पनि धेरै टुरहरू गर्नुभयो अस्ट्रेलियामा पनि आउनु भएको थियो इभेन्टहरूको लागि सो उहाँको युट्युबमा गीतहरू छ हजुर युट्युबमा गीतहरू खोज्नुभयो भने भेटिन्छ सो उहाँले चाहिँ प्राय मगर गीतहरू धेरै मगर ल्याङ्ग्वेजमा नभएर मगर संस्कृतिसँग जोडिएको गीतहरू धेरै गाउनु भएको छ सालेजो भाकाहरू छुट्काहरू त्यस्तो खालकै अनि प्लस 30को गीतहरू धेरै छ सो त्यो खालको भएको कारणले मलाई चाहिँ अलिकति ब्याक इन टाइमकै गीतहरू मनपर्छ अरुणा लामा बेस्ट नारायण गोपाल अनि त्यसपछि खड्ग गर्बुजा हुनुहुन्छ हाम्रो मगरबाट सालेजो एकदमै राम्रो गर्नुहुन्छ आई लभ हिज भोइस एकदमै हि टेक्स अस ब्याक इन हिस्ट्री के ब्याक इन टाइम तपाईँको मम्मी चाहिँ सिङ्गर हुनुहुँदो रहेछ उहाँले गाएको सालेजो अहिले हामी एकचोटि स्क्रिनमा हेरेर मम्मीलाई पनि सम्झौँ मम्मी नेपालमा बस्नु भएको छ भने पनि नेपालमै हुनुहुन्छ होइन हजुर उहाँलाई यो गीत चाहिँ हामी मम्मीकै लागि चाहिँ है त गीत खेल्यो मम्मीको गीत धेरै राम्रो रहेछ अब फेरि हामी चाहिँ थ्याङ्क यू फेरि हामी कुराकानीलाई फेरि अगाडि बढौँ अब तपाईँले अघि भन्नुभयो नि पुरानो गीतहरू मनपर्छ भन्नुभयो होइन अब अहिले नयाँ यो ऱ्यापरहरू छ अलि धेरै किसिमको चाहिँ मोडर्न सिङ्गरहरू छ उहाँहरू को मनपर्छ मोडर्न चाहिँ पूर्ण राई आई थिङ्क उहाँको लास्ट नेम पूर्ण राई जन राई तपाईँ अब मगर समुदायमा जन्मिनु भएको चुड्का कौरा चाहिँ एकदमै पपुलर छ होइन मगर समुदायमा तपाईँ आफै पनि डान्स गर्नुभयो स्कुलमा चाहिँ डान्स गरिन्थ्यो बेस्ट डान्सरको अवार्ड पनि धेरै पाइयो तर अहिले चाहिँ कम्मर भाँचिँदैन फेरि गाह्रो छ अहिले चाहिँ भनेपछि अब हामी पनि मगर गाममा हुर्केको होइन त्यो चुड्का कौरा चाहिँ धेरै हेरेको थियौँ कि हामीले त्यो मगर कल्चरमा त्यो चाहिँ एकदमै राम्रो कल्चर लाग्थ्यो क्या हामीलाई एकदम अहिले हामीले यसो हेर्दाखेरि चाहिँ मगर कल्चर गुरुङ कल्चर यो नेवारी कल्चर यो यिनीहरूले नै हाम्रो कल्चर धानेको रहेछ जस्तो चाहिँ फिल चाहिँ अहिले आएर त्यति बेला त हामीले हेरिरह्यौँ होइन तर अहिले आएर चाहिँ मलाई त्यस्तो फिल भयो हजुर अहिले पनि ब्याक इन टाइम मान्छे जहाँबाट आयो त्यही फर्किन्छ भन्छ नि बाटोको मान्छे माटोमै फर्किन्छ भन्छ नि मरेपछि सो त्यस्तै भइरहेछ जस्तो लाग्छ कि संसारलाई पनि मान्छेहरू अब धेरै मोडर्नाइज हुने भइसक्यो अब जो हाम्रो पुरानो गीतकै कुराहरू गर्दाखेरि पनि अब मान्छेहरू ब्याक इन टाइम गएर पुरानो गीतहरूलाई चाहिँ नि मोडर्नाइज गरेर रिमिक्स गरेर निकाल्दैछ नि त सो दे आर गोइङ ब्याक इन्टु द्याट अगेन के सो यो सर्कलमा घुमिरहेको जस्तो लाग्छ विच इज अ गुड थिङ ओके अब तपाईँ त्यस्तो मम्मी त्यस्तो राम्रो गीत गाउने अनि तपाईँमा चाहिँ त्यो गीत गाउने कला छ कि छैन होला गीत गाउने त छैन होला गीत गाउने भने एक लाइन दुई लाइन यसो मम्मीको गीत गुनगुनाउन सक्नुहुन्छ मम्मीले गाएको चाहिँ मम्मीकै गीत जुन जसको गाइनुहुन्छ तर पाएदेखि मम्मीकै राम्रो ओके मम्मीको एउटा गीतको एउटा लाइन चाहिँ म गाउँछु यो चाहिँ सालेजो ब्याक इन टाइम एकदमै फेमस भएको थियो हाम्रो इमेज अवार्ड पनि पाउनु भएको थियो मम्मीले सो इमेज च्यानलबाट सो यो गीत म ट्राई गर्छु त म गाउनु त म सक्दिनँ होला लाइन मात्रै भन्छु ओके कालेमा काले रहिछौ नि माया कालेमा काले रहिछौ नि माया सालै जो
झुकेर बोलायो यहाँदेखि चाहिँ कस्तो आउँदैन राम्रो ल अलिअलि चाहिँ गर है चाहिँ मम्मीतिर जानै पर्यो ल ल मम्मीको गीत पनि सुनियो आफू एउटा चाहिँ पोजिसनमा हुनुहुन्छ तपाईँ नेपालदेखि नै यसरी नै अलिकति यो यस्तो अर्गनाइजेसनमा काम गरिरहनु भएको थियो कि यहाँ आएपछि काम गर्न मन लाग्यो के थियो अर्गनाइजेसन चाहिँ आई थिङ्क हाम्रो रगतमा बग्छ कि जस्तो लाग्छ यो चाहिँ हाम्रो मम्मी चाहिँ पहिल्यै हामी सानो बच्चाहरू हुँदाखेरि स्कुल जाँदाखेरिदेखि नै मम्मीलाई चाहिँ देखेको भएर एज ए भेरी एक्टिभ इन द कम्युनिटी प्लस आफै पनि एउटा पब्लिक फिगर भएको कारणले उहाँलाई देखेर नै सबै कुरा उहाँबाट एडप्ट गरेको कि जस्तो पनि लाग्छ सो अलवेज बिन अ हबी तर अभियसली स्कुलमा हुँदाखेरि त्यस्तो अब समाजतिर हिँड्न त मिलेन नेपालमा टाइम हुँदैन सो अलिअलि नेपालमा भोलिन्टियरको कामहरू चाहिँ मैले गरेँ मम्मी सँगसँगै बिस्तारै अनि त्यसपछि अस्ट्रेलिया आएपछि आफ्नो करियर अलिकति स्टेबलाइज भएपछि चाहिँ बल्ल मौका मिल्यो आफ्नो हबीलाई चाहिँ अलि राम्रोसँगले गर्ने इन्जोय गर्ने हामीसित चाहिँ क्यामेरा छ है यो के छ त्यो छ अब तपाईँले चाहिँ कुन चाहिँमा हेरेर तपाईँले चाहिँ आफ्नो कुरा आफ्नो बस्ने ब्रिजनवासी क्विन्सल्यान्डवासी महिलाहरूलाई वुमनहरूलाई के भन्न चाहनुहुन्छ एउटा क्यामेरा हेरेर भन्नुहोस् जाँदै फर्स्टली त म सबैजना क्विन्सल्यान्डवासी नारीहरूलाई पुरुषहरूलाई पनि सबैजनालाई थ्याङ्क यू भन्न चाहन्छु अहिलेसम्म सपोर्ट गरिदिनु भएको छ यहाँसम्म पुग्नको लागि समाजको लागि के गर्न सकिन्छ अभियसली हजुरहरूको साथ सहयोग बिना गर्न पक्कै पनि सकिँदैन थियो र अझै धेरै कुराहरू गर्न बाँकी छ जर्नी त भर्खर मात्रै सुरु भएको छ र अगेन यसलाई मैले छोटोमा भन्दाखेरि म एक्लैले केही पनि गर्न सक्दिनँ मलाई साथ सहयोग चाहिन्छ मेरो दुईटा मात्र हात छ दुईटा मात्र आँखा छ है सो म जस्तै अझै 10-15 जना 20-25 जना हामीले डबल ट्रिपल गर्न सक्यौँ भने चाहिँ सायद हाम्रो कम्युनिटीलाई अझ स्ट्रङ बनाउन सकिन्छ होला धेरै कुराहरू गर्न सकिन्छ सो आइ एम लुकिङ फरवर्ड टु अ चेन्ज इन द कम्युनिटी परिवर्तनको धेरै आवश्यकता छ हजुरहरू यदि किन हुनुहुन्छ कम्युनिटीलाई केही गिभ गरौँ लाइक हुन्छ नि लेट्स डु समथिङ फर द कम्युनिटी भन्ने खालको सोच राख्नुहुन्छ भने प्लिज रिच आउट टु अस होल एनआरएनए टिमलाई पनि रिच आउट गर्नुभयो हुन्छ and let's make a plan and let's make that work and get all of us together the whole Nepali diaspora obviously for Nepali to Nepali हजुर हामी मिलेर नै गर्ने हो हामी अस्ट्रेलियामा भएको मात्रै नभएर अस्ट्रेलिया बाहेक बाहिर नेपालमा भएकोलाई पनि हामीले योगदान पुर्याउन सकौँ र अगेन सोच त धेरै कुराहरू आउँछ गर्नलाई फेरि हात सहयोगहरू धेरै चाहिन्छ सो हजुरहरूले साथ दिनुभयो भने पक्कै पनि फुलफिल हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ त्यही नै छ सो कुरा कम गरौँ काम धेरै गरौँ भन्ने विचार राख्छु म चाहिँ सोच राख्छु सो कुरा यति नै गरौँ बाँकी कामहरू चाहिँ मिलेर सबैजनाले गरौँ लुकिङ फरवर्ड टु वर्किङ टुगेदर विथ एभ्रीवान थ्याङ्क यू ल सजिना हामीले धेरै लामो कुराकानी गऱ्यौँ आज एनआरएनको बारेमा तपाईँ वुमन कोअर्डिनेटरको आफ्नो रेस्पोन्सिबिलिटी सबै हामीलाई बताउनु भयो त्यसको लागि हाम्रो अडियन्स र हाम्रो टिभी सबैले तपाईँलाई धन्यवाद दिन चाहन्छौँ र फेरि यस्तै अरू कुनै त्यस्तै बेला पर्यो भने फेरि भेटौँला आजलाई चाहिँ बिदा हुन्छौँ नमस्ते थ्याङ्क यू किरणजी अगेन हजुरहरूलाई यो अपर्च्युनिटीको लागि सिटिभिजन टिभी अस्ट्रेलिया टिमलाई पनि धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छु हजुरहरूले चाहिँ हाम्रो कम्युनिटीमा यस्तो खालको प्लेटफर्म दिएर हामी नेपालीहरूलाई चाहिँ एकीकृत गर्ने एउटा प्लेटफर्म निकालिदिनु भएको छ आई थिङ्क इट्स अ ग्रेट अपर्च्युनिटी फर एभ्री वान सो लुकिङ फरवर्ड टु कोलाबोरेट अनि डु मोर विथ सिटिभिजन टिभी अस्ट्रेलिया अनि अभियसली हाम्रो ग्रेट किरणजी हुनुहुन्छ सो एक्टिभ इन द कम्युनिटीमा मात्रै एक्टिभ नभएर धेरै कुराहरूमा हात हालिसक्नु भएको सो देयर इज a lot to learn from you as well. So looking forward to working together. Thank you so much again. Thank you. Thank you. A big thank you to our amazing sponsors for making it all possible. Your support helps us share powerful community voices and bring creative stories to life. We truly couldn't do it without your support.